नेपाली इन्कमिङ चलचित्र जेरी वान टप दर्शकबिनहरू नेपाली इन्कमिङ चलचित्र जेरी वान टप जुन चलचित्र यही असोजको 31 गतेबाट देशभरमा रिलिजमा आउँदैछ। दर्शकबिनहरू जेरी वान टप 2025 सालको नेपाली फिल्महरूको सबभन्दा ठुलो फिल्मको लिस्टमा पर्न सफल भएको छ। जुन चलचित्रमा हामीहरूले अनमोल केसीलाई देख्न सक्छौँ अभिनेताको रूपमा र अभिनेत्रीको रूपमा आचल शर्मा, जोसिता गुरुङ र त्यसै गरी अर्का कलाकार केदार प्रसाद घिमिरेलाई पनि यस चलचित्रमा हामीहरूले देख्न सक्छौँ। जुन चलचित्र निकै नै राम्रो बनेको छ भन्ने अपेक्षा गरिएको छ। दर्शकबिनहरू यो चलचित्रको केही दिन अघि एउटा टिजर अपलोड गरेको थियो युट्युबमा। दर्शकबिनहरू जो टिजरलाई सबै दर्शकहरूले निकै नै मन पराए, निकै नै साथ दिएर राम्रो प्रतिक्रियाका साथ राम्रोसँग चर्चा पायो टिजरले र युट्युबमा भ्युज पनि निकै राम्रो बटुल्न सफल भएको थियो र यसको हाइप लात्तै बढेको थियो। त्यसको केही दिनपछि एउटा सङ्ग रिलिज गरियो जेरी वान टपको तर्फबाट। जुन चलचित्र जेरी वान टपको सङ्गको नाम थियो कस्तुरी। जुन कस्तुरी सङ्गमा हामीले राम्रा दृश्यहरू त देख्न सक्यौँ, तर त्यति मिठोसँग भोइस जुन आर्टिस्टको भोइस थियो त्यतिको मन पराउन सकेनौँ र दर्शकबिनहरू त्यस सङ्गमा शब्दहरू पनि त्यतिको राम्रो लागेन र त्यो सङ्ग चाहिँ यस्तो देखिएको थियो कि नुन बिनाको तरकारी जस्तो, कुनै स्वाद नभएको जस्तो थियो। राम्रो दृश्य देखाए पनि र त्यस सङ्गमा 2 दिनसम्म 1 लाख भ्युज कटेको थियो, त्यसैले त्यो युट्युबबाट हटाइएको थियो। दर्शक फेरि त्यही सो म्युजिक भिडियोलाई हल्का एडिट गरेर रिलिज गरिएको थियो। त्यसमा पनि त्यतिको राम्रोसँग भ्युज आउन सकेन, त्यतिको राम्रोसँग तारिफ पाउन सकेन र फेरि आज मात्र सटरडे, आज शनिबारको दिनमा अर्को सङ्ग रिलिज गरिएको छ जेरी वान टपको तर्फबाट। जुन सङ्गको नाम छ कुरौनी। दर्शकबिनहरू यसमा हामीहरूले अनमोल केसी, जोसिता गुरुङ, आचल शर्माको नृत्य देख्न सक्छौँ। दर्शकबिनहरू यो चलचित्र जेरी वान टपको अर्को सङ्ग जे कुरौनी भन्ने सङ्ग चाहिँ अलि ठिकै अनि राम्रै बनेको छ भन्ने देख्न सकिन्छ। यसमा हामीहरूले शब्द पनि राम्रो देख्न सक्छौँ र भोइस आर्टिस्टको भोइस पनि मिलेको देख्न सक्छौँ। त्यसैले यो चलचित्रको यस सङ्गले चाहिँ युट्युब लगायत टिकटक, फेसबुक र इन्स्टाग्रामको रिल्सले गर्दा निकै नै चर्चा पाउने सम्भावना बढी देखिएको छ। दर्शकबिनहरू तपाईँले हेर्नुभयो कि नै जेरी वान टपको अर्को सङ्ग कुरौनी भन्ने हेर्नुभएको छैन भने गएर हेर्न सक्नुहुन्छ शुभरूपमा डिजिटल युट्युब च्यानलमा। साथै मेरो च्यानलमा नयाँ हुनुहुन्छ प्लिज रिक्वेस्ट गर्न चाहन्छु, प्लिज एक सब्सक्राइब गरेर भिडियोलाई एक लाइक गर्न नबिर्सनु होला। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो।